हेलो एभ्रिवान, सम्पूर्णमा नमस्ते। हामीले डिफाइन ग्रिड पार्ट 1 मा गरिसक्यौं र मेटेरियल सिलेक्सनको प्रोसेस पनि पार्ट 2 मा हामीले भनिसक्यौं। हामीले एकदमै छोटो भिडियोहरू लिएर आएका छौं किनकि छोटो भिडियो भयो भने तपाईहरुलाई हेर्न पनि सजिलो र सानसानो कुराहरू सर्च गरेर हेर्न पनि मिल्छ र तपाई सिक्ने मान्छेलाई पनि त्यो एकदम भिडियो लामो नभइसकेपछि अलिकति झन्झट पनि हुँदैन, सिक्न मन पनि लाग्छ र हजुरहरूले सिक्नुहुन्छ भनेर नै यो पार्ट बाइ पार्ट लिएर आएका छौं। आज हामी पार्ट 3 मा छौं र आज हामीले गर्ने काम भनेको हामीले ग्रिड डिफाइन गरिसक्यौं, पार्ट 1 मा गरिसक्यौं अनि मेटेरियल सिलेक्सनको कामहरू पनि गरिसक्यौं, पार्ट 2 मा गरिसक्यौं। आज चाहिँ हामीले बीम, कलम र स्ल्याबलाई चाहिँ डिफाइन गर्छौं। यसको कामहरू चाहिँ आज हामी गर्छौं र यो कसरी गर्ने भन्ने विषयमा चाहिँ यो भिडियो हो। त्यसैले ढिला नगरी भिडियोतर्फ लागौं। हामीले सुरुमा डिफाइनमा जानुपर्ने हुन्छ। डिफाइनमा गइसकेपछि मेटेरियल डिफाइनमा जानुपर्ने हुन्छ। डिफाइनमा गइसकेपछि हामीले मेटेरियल प्रपर्टिज गरिसकेका छौं। हामी सिधै अब फ्रेम सेक्सनमा जान्छौं अनि यहाँनिर हामीले चाहिँ ए न्यू प्रपर्टिज गर्छौं। हामीलाई रेक्टेंगल कन्क्रिट चाहिन्छ। हामीले आज गर्ने भनेको चाहिँ कलम डिफाइन गर्छौं। सुरुमा कलम कतिको 14 इन्च बाइ 14 इन्चको, त्यो भनेको 350 इन्टु 250 भएछ, 350 इन्टु 350 को। त्यसपछि हामी मेटेरियल हामीलाई थाहा छ, M20 मा काम गर्दैछौँ हामी। अनि यसमा चेन्ज गर्ने कुराहरू हामीले त्यहाँ 350 लेखेर यहाँ चेन्ज हुँदैन, हामीले यसमा पनि 350 लेख्नुपर्छ अनि बल्ल चेन्ज हुने हो। डेप 350 छ, हाम्रो वाइड पनि कति छ, 350 कै वाइड छ। त्यसपछि हामी जान्छौँ प्रपर्टी मोडिफाईमा जान्छौँ अनि यो MY 2 एक्सिस वाला छ, एम हामी 0.7 राख्छौँ। त्यसपछि अर्को 3 एक्सिसमा पनि हामी 0.7 राख्छौँ, 0.7। यसलाई ओके गर्छौँ। त्यसपछि हामी रेनफोर्समेन्टको काममा जान्छौँ। रेनफोर्समेन्ट हाम्रो के हो, कलम हो अनि हाम्रो लङ्गिट्युडनल बार हाम्रो 500 को र कन्फर्मेन्ट बार हाम्रो 415 को हैन। रेक्टेंगल अरु सबै कुरा ठीक छ यहाँ 40। त्यसपछि हामी यसमा हामी 3 राख्छौँ किनकि हामीले यसलाई ब्यालेन्स गर्छौँ अहिलेलाई। त्यसपछि लङ्गिट्युडनल बार हाम्रो 12 को हुन्छ र हाम्रो कमर बार साइज एरिया हाम्रो 16 को हुन्छ। त्यसपछि हामी कन्फर्मेन्ट बार साइज एरिया हाम्रो 8 को हुन्छ। त्यसैगरी हाम्रो यहाँनिर चाहिँ हामीले 100 राख्छौँ र हामीले यसलाई ओके गर्छौँ। हाम्रो कलम डिफाइन भयो। यसै गरी नै हामीले अब बीम डिफाइन गर्नुपर्ने हुन्छ। यो भयो, हामीलाई बीम चाहियो। बीम कति बाइ कतिको चाहियो, 230 बाइ 350 को चाहियो। 230 बाइ 350 को बीम चाहियो। मेटेरियल हाम्रो M20। त्यसपछि त्यहाँ मात्रै चेन्ज गरेर हुँदैन, हामीले यहाँनिर 350 डेप्थ हो, हाम्रो वाइड 230 हो, 230 हो, इन्टर गर्छौँ अनि हामी मोडिफाईमा जान्छौँ। यसमा हाम्रो बीममा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि 0.35 को हुन्छ अनि MY 3 एक्सिसमा नि त्यही सेम हुन्छ, 0.35 कै हुन्छ। ओके गरिदिउँ। त्यसपछि रेनफोर्समेन्टमा जान्छौँ अनि हाम्रो यो त के हो, कलम होइन नि त, बीम हो नि त। बीममा सिलेक्ट गर्छौँ, बीममा सिलेक्ट गऱ्यौँ अनि हाम्रो यसमा चाहिँ 500 आउने भयो, यसमा 415 आउने भयो। अनि यहाँ टप बार यो चाहिँ हाम्रो डेप्थ कति थियो, 350 थियो, 350 डिभाइड 10 गर्दा कति हुन्छ, 35 हुन्छ, 35 राख्छौँ। बटम बारमा नि कति राख्छौँ, 35 राख्छौँ। यति नै हो। यति नै गरेपछि हामीले बीम र कलम चाहिँ डिफाइन गर्यौँ। अब हामी स्ल्याब डिफाइन गर्छौँ। त्यसको लागि फेरि डिफाइनमा जान्छौँ, सिलेक्सन प्रपर्टिज र स्ल्याब सिलेक्सन भनेर यहाँ देखाउँछ अनि एड न्यू प्रपर्टिजमा जान्छौँ। यहाँनिर हाम्रो स्ल्याब हाम्रो 5 इन्चको स्ल्याब भनेको 125 को स्ल्याब हो। स्ल्याब मेटेरियल M20 मै हो अनि त्यहाँ मात्रै साइज चेन्ज गरेर यहाँ साइज चेन्ज हुँदैन, हामीले यहाँ चेन्ज गर्नुपर्छ 125। ओके, यति गरेर स्ल्याब भयो। अनि हाम्रो त्यो वेस्ट स्ल्याब भन्ने हुन्छ, त्यो चाहिँ ठ्याक्क कहाँनिर हुन्छ भन्दाखेरि त्यो भर्याङको तल्लोको भागको स्ल्याब हैन। त्यो चाहिँ हाम्रो कति 6 इन्चको हुन्छ नि त, 6 इन्च भनेको 150 भयो। त्यसपछि ग्रेड स्ल्याब मेटेरियल M20 मै हुने भयो। त्यसै गरी त्यहाँ मात्रै हामीले 150 चेन्ज गरेर यहाँ 150 चेन्ज हुँदैन, यसमा नि हामीले 150 राख्नुपर्छ अनि बल्ल चेन्ज हुन्छ। यसलाई ओके गर्छौँ, यसलाई नि ओके गर्छौँ र हामी यहाँनिर आयौँ। अब हामीले चेन्ज गरेको कुराहरू चाहिँ देखाउँछौँ हैन, कसरी काम गर्छ त्यसले। जस्तो कि मलाई ओन स्टोरीमा काम गर्नु छ भने यहाँ सिलेक्ट गर्दैदेखि यहाँ स्ल्याब बनिदिन्छ क्या। जस्तो कि म यहाँ कुन चाहिँ स्टोरी 3 मा छु, ल मैले स्टोरी 1 मा लग्छु पहिला। प्लेन भ्यू स्टोरी 1 भनेको यहाँ हैन, यहाँ देखाइरहेछ है।
अनि मैले यहाँनिर के गर्छु कलम राख्छु ल हैन सबै पार्टलाई सिलेक्ट गरेँ सबै पार्टलाई सिलेक्ट गरेँ यहाँ कलम बस्यो कहाँ बस्यो ओन स्टोरेज तल्लो भागमा गएर बस्यो नि त कलम हैन र हाम्रो कलम कहाँ बस्यो भन्दाखेरि यो तल्लो भागमा गएर बस्यो कि कलम हैन अब मैले कलम सबै भागमा लिनु पर्यो भने मैले के गर्नु पर्यो मैले सबै भागमा कलम लिनु पर्यो भने के गर्नु पर्यो भन्दाखेरि यहाँ ओन स्टोरेज छ यसलाई मैले अल स्टोरेज गर्नु पर्यो अनि फेरि म कहाँ जान्छु ड्र कलममै जान्छु अनि यहाँ सिलेक्ट गर्छु यसरी सबैमा आयो आयो कि आएन सबैमा आयो ल यसरी चाहिँ हाम्रो सबैमा आयो कलम बस्यो हैन तीन तलेमै कलम बस्यो अनि अर्को कुरा भनेको स्ल्याब भन्दा पहिला हामीले के राखौँ बिम राखौँ न त हैन बिमको पनि सेम के छ अल स्टोरेजमा ल राख्दैछु मैले बिम भनेपछि यसरी सिलेक्ट गर्छु सबैमा बिम बस्यो हैन यता मोडल हेर्न सक्नुहुन्छ यहाँ सबैमा बिम बसिसक्यो कलम र बिम हामीले प्लेसमेन्ट गरिसक्यौँ त्यसपछि स्ल्याबको काम स्ल्याब हाम्रो ठ्याक्क कहाँनिर हुन्छ भन्दा यो चाहिँ हाम्रो स्ल्याब है स्ल्याब स्ल्याबलाई मैले सबैलाई सिलेक्ट गर्छु है यो मैले एकदम मजाले सिकाउँछु अहिले चाहिँ यहाँ स्याम्पल देखाउनलाई मात्रै हो यसरी चाहिँ हाम्रो के भयो स्ल्याब बस्यो मजाले बस्यो स्ल्याब सबैमा स्ल्याब बस्यो अनि हाम्रो स्ल्याब नराख्नु पर्ने पार्ट पनि छ समथिङ यहाँ हैन हाम्रो स्टेयर केसमा त हामीले स्ल्याब स्टेयर केसको छुट्टै डिजाइन गर्छौँ नि त अघि हामीले वेस्ट स्ल्याब भनेर राख्यौँ नि त हैन त्यो छुट्टै डिजाइन गर्छौँ त्यसको भिडियोहरू आउँदै गर्छ सिकाउँछु अहिले चाहिँ मैले यति नै गर्छु किनकि लामो भिडियो भयो भने तपाईँलाई सिक्न मन लाग्दैन क्या जस्तै एमा मैले भने नि भर्खरै हाम्रो भरिङ कहाँनिर छ त्यो हेरौँ पहिला हाम्रो भरिङ कहाँनिर छ यो सिडी 1 र 2 को पार्टमा छ सिडी 1 र 2 को पार्टमा हाम्रो भरिङ छ सिडी 1 र 2 को पार्टमा चाहिँ हाम्रो यो भाग हाम्रो भरिङको बुझ्नुहुन्छ यो पार्ट हाम्रो भरिङको र मैले यसलाई यो भरिङको पार्टलाई खाली राखेर पछि मैले यहाँ भरिङ राख्न सक्छु क्या पछि हामीले भरिङको लागि छुट्टै डिजाइन गर्छौँ छुट्टै स्ल्याब राख्छौँ यसरी चाहिँ हाम्रो काम हुने भयो ल आजलाई चाहिँ यति नै गरौँ तपाईँलाई चाहिँ मैले यहाँ मेटेरियल सिलेक्सनदेखि ल्याएर 3D मोडलमा कसरी काम हुन्छ भन्ने कुराहरू बिम कलम अनि स्ल्याबको डिफाइन कसरी गर्ने भन्ने कुराहरू चाहिँ सिकाएँ र नेक्स्ट भिडियो फेरि आउनेछ अझ हुन्छ नि इन्फर्मेटिभ तरिकाले आउने अझ दामी तरिकाले आउनेछ यो चाहिँ मैले एकदमै छोटो पार्ट बाई पार्ट भिडियो निकालौँ भनेर निकालेको हो यहीँ गरिदिँदा पनि मेरो भिडियो 8-9 मिनटको भइरहेको छ लामो नै भइरहेको छ त्यसको लागि एकदमै सरी म अझ एकदमै सर्ट वेमा पार्ट बाई पार्ट भिडियोहरू निकाल्ने कोसिसमा छु ओके आजलाई यति नै गरौँ थ्याङ्क यू सो मच फर वाचिङ सी यू नेक्स्ट भिडियो बाई बाई